हामी भर्खरै मात्रामा आइपुगेका छौँ। हामी आइहाले मात्रामा यस नयाँ निर्मित भएको है बौद्ध धार्मिक गुम्बामा हामी भर्खरै मात्र आइपुगेका छौँ है। र म यसको केही तस्विरहरू तपाईँलाई देखाउने प्रयास गर्दैछु। नयाँ गुम्बाको निर्माण है र आज उद्घाटन कार्यक्रम। पुरा नाच्ने नाच्ने निले निले अम्बरी स्काई ब्लू होइन, व्हाइट चाहिँ वाटर पानी, रातो चाहिँ अग्नि फायर। हजुर त्यो हजुर भन्नुहोस् न। म युनिभर्सिटी प्रोफेसर त मैले मात्र भन्नु। हरिले चाहिँ के जनाउँछ होला हौ यस्तो गर्दा चाहिँ? हरियो चाहिँ के हुन्छ इमेजिन गर्नुहोस्, हरियोमा चाहिँ के हुन्छ? आज यसो घुम्नु गएको कस्तो राम्रो चिया बगान हरियो रहेछ, रुखहरू पनि हरियो रहेछ भन्दैन? हरियो त रुख हो नि त। बाहिरको पार्ट्समा पनि ब्यालेन्स मिल्ने, सन्तुलन हुने, मेन फेरि भित्र पनि छ नि त। हाम्रो भित्रको तत्त्व मिलाएर चाहिँ ज्वरो आउने, मार्गी लाग्ने हुन्छ नि। जस्तै अब हाम्रो फायर एलिमेन्ट अग्निको बेसी भयो भने हामीलाई ज्वरो आउँछ। त्यस्तो हुन्छ र भित्रको र बाहिरको तत्त्वहरू पनि मिल्नुपर्छ। है यहाँ त मानि लुङ सिपी अनि राम्रो हुँदैन। र त्यति होला अरू भन्नुपर्ने केही छैन। खुसी लाग्यो। मेन चाहिँ त्यो अब म लामा भएको योपालि 41-42 वर्ष भएछ। अन्त अब बुढो हुँदैछ होइन। 84 मा गएको अनि 25बाट 41 लगेर 42 लाग्यो। अन्त अब धेरै अनुभवहरू भयो कि जीवनमा। अब त म माथि छिमा बसेर मैले योहरू गरेर है दातारहरू गरेर सब मेरोमा शक्ति छ भनेर गर्दा पनि हुन्थ्यो। त्यो फ्याक्ट होइन नि त। हामीले आशीर्वाद शक्ति गुरुहरूले दिनु सक्छ, हामी दिन्छौँ तपाईँहरूले। तर बुद्धको छोइ त्यस्तो होइन रहेछ नि त। डक्टर त अन्त पिएचडी त्यो एमएमबिएस मुन्ना भाइ डक्टरहरू ठुलो ठुलो जति आए पनि उहाँले ट्रिटमेन्ट गरेर रिपोर्ट गरेर डायग्नोसिस गरेर दिएको औषधि तपाईँले खाएन भने स्वयं खाएर तपाईँको पनि जाती हुन्छ। उहाँले त्योसँग औषधि यो खानु, एक्सर्साइज यो गर्नु, डाइटिङमा यो गर्नु, लाइफस्टाइलमा यो गर्नु भन्नु 4टा हो। त्यो चाहिँ गर्ने छैन। हामी नभए गुरु छेउमा थापेको अन्त फेरि पछि तपाईँको आयु लामो भएन, स्वास्थ्यमा गयो हामीलाई के छ हाले उल्टा। अस्ति त्यो लामाहरू पछि आएको त उसकोमा शक्ति थिएन क्या हो। मेरो त नानी फेल भयो, उहाँ थापेकै नानी फेल भयो, नानीको काम पनि भएन, मेरो काम पनि रुकावट भएन। हामीलाई पो उल्टा उसो त्यस्तो होइन। इट डजन्ट वर्क लाइक द्याट। हाम्रो बुद्ध धर्म भनेको चाहिँ हामी तपाईँहरूलाई मार्ग देखाउने गुरुहरू आशीर्वाद दिन्छौँ, तपाईँहरूलाई उयो दिन्छौँ, सबै दिन्छौँ, सबै हुँदैन। मेबी वी क्यान गिभ यु 20-30%। यो मानिसमा राखेपछि 5वटा बुद्ध त सँगै आउँदो रहेछ। यो 5वटा रङले 5वटा बुद्ध रहेछ। एउटा ढाङ्गा अब मान्छेमा राख्छ।